हेलो साथीहरू, म फेरि त्यो माथि बाँसघारीमा जाँदैछु। ढेँडो आयो अरे भन्ने खबर यहाँ आइरहेछ। त्यो बगले ढेँडोले चाहिँ मेरो बाँस विनाश गर्न आँटेको छ। त्यो कारणले म बाँसघारी जाँदैछु। के अवस्था छ म तपाईँहरूलाई देखाउँछु। म पैनीको मुहान पुगेँ। मेरो च्याखुरी पनि आउँदैछ मेरो पछाडि पछाडि। पुरा यो ढेँडोसँग द्वन्द गर्नको लागि आउँदैछ। ल हेर्नुहोस्, म बाँसघारी पुगेपछि तपाईँलाई दृश्य देखाउने छु। हजुरहरूलाई मैले मेरो बाँसघारी चाहिँ पुऱ्याएँ। हजुर, म बाँसघारी आइपुगेँ। मेरो बाँसघारीको दृश्य भनेपछि यस्तो छ। हजुर, तामाहरू हुर्केछ। तामाहरू हुर्क्यो। मसिनो मसिनो आएको तामाहरू एकलट फेरि बढेछ तामा। अस्ति हेर्नुहोस्, त्यो सबै भाँचेर विनाश गरेको थियो त्यहाँमा। त्यसमा फेरि यतिको तामा आइसकेछ। हेर्नुहोस्, यतिको तामा आइसकेछ। यो यस्तो त आइसकेछ। तर अब सुरुमा भएछ चाहिँ हुँदैन होइन। यस्तो छ हजुर, सबै विनाश गऱ्यो। आज पनि आएको छ भन्थ्यो, तर आज चाहिँ लगभग भाँचेर खानु चाहिँ अलिक भ्याएको छैन कि भन्दाखेरि नि उता पर एउटा भाँचेर खाएछ होइन। यहाँनिर पनि खाएछ एउटा। यस्तै छ। यतिको तामा चाहिँ हुँदैछ। ल हजुर, यस्तै छ। स्वस्थ रहौँ, मस्त रहौँ, तन्दुरुस्त रहौँ। अहिले ढेँडो देखिएन। हजुरहरूलाई बाई बाई भन्न चाहे। हस् हजुर, बाई।